माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको नतिजा प्रकाशित भइसकेको छ। नतिजा हेर्नका लागि सबैभन्दा पहिले गुगल खोल्नुहोस्। त्यसपछि गुगलमा आइपिओ रिजल्ट .cdsc.com.np भनेर सर्च गर्नुहोस् अनि तपाईहरुको अगाडि यस्तो इन्टरफेस खुल्नेछ। त्यसपछि यहाँ रहेको पहिलो वेबसाइटमा क्लिक गर्नुहोस्। अब तपाईहरुको अगाडि यस्तो इन्टरफेस खुल्नेछ। अब सेलेक्ट कम्पनीमा क्लिक गरेर माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट भनेर छान्नुहोस्। त्यसपछि आफ्नो 16 अङ्कको बीओआईडी नम्बर हाल्नुहोस्। त्यसपछि देखाइएको क्याप्चा कोड सही रूपमा भर्नुहोस्। यो चाहिँ तपाईहरुले पत्ता लगाउन सक्नु भएन भने साउन्ड सुनेर पनि भर्न सक्नुहुनेछ। अब लास्टमा चाहिँ भ्यू रिजल्ट भनेर क्लिक गर्नुहोस्। केही सेकेन्डमै तपाईले आफ्नो आइपिओ को नतिजा हेर्न सक्नुहुनेछ। यदि शेयर परेको छ भने कंग्रेचुलेसन भनेर आउनेछ र परेको छैन भने सरी नट एलोटेड भनेर देखाउनेछ। यसरी चाहिँ सजिलै तपाईहरुले आइपिओ रिजल्ट चेक गर्न सक्नुहुनेछ। तपाईहरु पनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला ताकि आगामी दिनमा यस्तै शेयर मार्केट र आइपिओ सम्बन्धी जानकारी तपाईहरुले हाम्रो च्यानलमा हेर्न नि सक्नुहुनेछ।